यदि तपाईलाई 5 मिनेटभित्र आफ्नो खुसी खोज्न भनियो भने के तपाईँ साँच्चै त्यो भेट्टाउन सक्नुहुन्छ? सायद उत्तर त्यति सजिलो नहुन सक्छ। तर आजको यो सानो कथाले खुसी प्राप्त गर्ने यस्तो रहस्य बताउनेछ जसले तपाईँको जीवन हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। त्यसैले यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। नमस्ते साथीहरू, म तुफान बाबु। स्वागत छ तपाईलाई अर्को प्रेरणादायी यात्रामा। एकपटक एउटा सेमिनारमा करिब 50 जना सहभागीहरू उपस्थित थिए। सबैजना जीवन, सफलता र खुसीबारे प्रेरणादायी कुरा सुन्न आएका थिए। केही समयपछि वक्ताले अचानक आफ्नो भाषण रोके र प्रत्येक सहभागीलाई एउटा एउटा रङ्गीन गुब्बारा दिए। सबैलाई त्यसमा आफ्नै नाम लेख्न लगाए। केही क्षणमै कोठाभरि रङ्गीन गुब्बाराहरूमा विभिन्न नामहरू देखिन थाले। त्यसपछि ती सबै गुब्बाराहरू अर्को कोठामा लगेर राखिए। अब सबैजना उत्सुक थिए, अब के हुने हो? वक्ताले शान्त स्वरमा भने, अब तपाईहरू सबैले 5 मिनेटभित्र आफ्नो नाम भएको गुब्बारा खोजेर ल्याउनुहोस्। निर्देशन पाउनासाथ सबैजना हतार हतार कोठाभित्र पसे। कोही एउटा गुब्बारा उठाउँदै थियो, कोही अर्को फाल्दै थियो, कोही कुर्सी मुनि झुकिरहेको थियो, कोही अरूसँग ठोकिँदै आफ्नो नाम खोजिरहेको थियो। हतार, हल्ला र अस्तव्यस्तताका बीच 5 मिनेट बित्यो। तर आश्चर्य, कसैले पनि आफ्नै नामको गुब्बारा भेट्टाउन सकेन। सबै थकित, निराश र अल्मलिएका अनुहार लिएर बाहिर निस्किए। वक्ताले मुस्कुराउँदै फेरि भने, अब फेरि प्रयास गरौँ। तर यसपटक जसको नाम भएको गुब्बारा भेट्नुहुन्छ त्यो व्यक्तिलाई खोजेर दिनुहोस्। सबै फेरि कोठाभित्र गए। यसपटक कसैले हतार गरेन। प्रत्येकले एउटा गुब्बारा उठायो, त्यसमा लेखिएको नाम पढ्यो र सम्बन्धित व्यक्तिलाई खोजेर हातमा थमाइदियो। वातावरण शान्त थियो। सबैले एक अर्कालाई सहयोग गरिरहेका थिए। अचम्मको कुरा, केवल 3 मिनेटमै सबैको हातमा आफ्नै नामको गुब्बारा थियो। केही बेरअघि निराश देखिएका अनुहारहरू अब मुस्कानले भरिएका थिए। त्यसपछि वक्ताले गम्भीर स्वरमा भने, हाम्रो जीवन पनि यस्तै हो। हामी आफ्नै खुसी खोज्दै दिन-रात दौडिरहेका हुन्छौँ। तर जब हामी अरूलाई खुसी दिने प्रयास गर्छौँ, त्यही बाटो हुँदै हाम्रो खुसी पनि हामी कहाँ फर्केर आउँछ। हल एक्कासी मौन भयो। सबैले महसुस गरे, साँचो खुसी अरूलाई जितेर होइन, अरूको अनुहारमा मुस्कान ल्याएर प्राप्त हुन्छ। यस कथाको सार यही हो। खुसी खोजेर पाइने वस्तु होइन, बाँडेर बढ्ने अनुभूति हो। जब तपाईँ कसैको जीवनमा सानो सहयोग, सम्मान वा खुसीको कारण बन्नुहुन्छ नि, त्यही कर्मले तपाईँको आफ्नै जीवनलाई पनि उज्यालो बनाउँछ। जीवनको वास्तविक सुन्दरता प्रतिस्पर्धामा होइन, सहकार्यमा लुकेको हुन्छ। साथीहरू, यदि यो कथाले तपाईँलाई केही नयाँ सोच्न प्रेरित गर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै जीवन बदल्ने प्रेरणादायी कथाहरू सुन्न आरजे तुफानलाई सब्सक्राइब र टिकटकमा फलो गर्न नभुल्नुहोस्। म फेरि अर्को प्रेरणादायी कथासहित भेट्नेछु। त्यतिन्जेलसम्म मुस्कुराइरहनुहोस्, अरूलाई पनि मुस्कुराउन सिकाउनुहोस्। धन्यवाद।